खासमा भन्ने हो भने चाहिँ मलाई अहिले एकदमै साथीहरू घाँटी दुख्ने ज्वरो आउने मान्छेसँग बोल्न मन नलाग्ने हैन अनि खान मन नलाग्ने जिउ हात खुट्टा कटकटी खाने त्यस्तो हुन्छ अनि आँखा तिर्मिर भयो जस्तो हुने त्यस्तो भइरहेछ थुप्रो दिन भयो अनि हिँड्न नसक्ने कमजोरी फिल भएको रिङटा चल्ने भइरहेछ अनि आज चेकअप गराएर मैले दबाई लिएर आएको छु यदि एकदम सिम्पल दबाई रहेछ यदि तपाईहरुलाई पनि त्यस्तै भएको छ भनेदेखि चाहिँ यही दबाई खानु होला म तपाईहरुलाई दबाई देखाउँछु है त ल यो चाहिँ दबाई रहेछ हैन अहिलेको मलाई चाहिँ डाक्टरले यही दबाई दिनुभयो हैन तपाईहरु पनि यही ल्याएर खानु होला यदि त्यस्तो भयो भनेदेखि र यदि खाना आएन भने काँटा लिने चम्चा अनि यसरी अचारमा डुबाएर यसरी यसरी खानुपर्छ यही हो है दबाई चाहिँ सिकिराख्नु ज्वरो एकैछिनमा च्वाट